हामी कहाँ गइरहेछौँ रे? हैराब नरसिंह तुलसीपुरको राम्रीमा आएको। के गर्नु यहाँ त अलिकति उकालो स्थानमा रहेछ, थाहै छैन। माथितिर पहाड छ। भगवानको दर्शन पाउन पनि बहुत गाह्रो छ। यस्तो पहाडको टुप्पोमा रहेछ। अझै बाइक 5 मिनटको 10 मिनटको बाटोमा आएर पनि फेरि हिँडेर उकालो चढ्नु पर्ने अवस्था सिर्जना भइरहेछ। त्यो सल्यान जाने रोड हो। यतातिर कहाँ हो त अझै थाहै छैन। अब यो लेकमा हो जाने, कहाँ हो अझै पनि थाहा छैन है। भैरवा नरसिंह देवता। हिँड छोरी, जोस आछ नि तिम्रो नि? जोस आछ नि? जोस आछ क्या? हिँड दुग्रो आन्टीलाई भेटाउँछ। ल ल ल आऊ छोरी, आऊ आऊ। हेर्नुहोस्, पुरा त्यो पहाडको टुप्पोमा नै रहेछ जस्तो मलाई आभास भइरहेछ। थाकिनु भयो सर? हामी त रुच्दै आएको। सुस्तरी हिँड है छोरी। हिँड छोरी, हिँड। क्या हिँड। हिँड अगाडि छिर। हिँड हो र? एक घन्टा त हिँडी भयो। छैन मिनट 30-35-40 मिनट भयो। 40 मिनट भयो क्या? अहिले 1 घन्टा हिँडेको छैन बाजे। अबको 5 मिनट लाग्दैन होला? लाग्छ होला यार 5 मिनट त यार। अनि कुन मन्दिर हो कसलाई थाहा छ ल भनौँ त? हो सबैलाई थाहा रहेछ नि।
नरसिंह भैरव भने कुन भगवान हुन् त फेरि भोलेनाथै हो र हामीहरू पहिलो स्थानमा आइसकेका छौँ उहाँ त्यहाँ आज पूजा गर्दै हुनुहुन्छ हामी पनि जान्छौँ त्यतातिर सरो यो पैसाको फुलको प्लान राख त फाइनली हामी आइसकेका छौँ भैरव नरसिंह मन्दिर आज पूजाको भिड छ यता हेर क्या मम्मी यता हेर्नुहोस् न
किन भाग्यो धेरै खाएर खै के हो यस्तो चाहिँ एकदम मेन भनिदिनु पर्यो पैसालाई यता गराउनलाई बहिनी जल्ला बहिनी त्यहाँको पैसा यता गराउनु पानी खानु पर्छ यो दुख्नु लाग्यो यहाँ पानी जल त यहाँ के भयो पानी ध्यान चाहिँ टिकाउनु जानुपर्छ नि डोरेल फोर्नेको त ओए लो त्यो एक घण्टा नरियल पकड्न आउ के फोर को नाइट म दिनु नि आन्टी नरियल सुन पठाउन यार बाबु आई सिसिर अग्नै सिसिर म कहिले आउन नरियल कम दाउ नरियल हात छाड दे दोती बाल्टी छ आल चल जाबे म त बाले एन्टी दे अग्नै पूजा गरे म त जान्न चराले टिका लगाउने टिका लगाउने सँगै गान कि भम्पर पिउनुस् त विवेक कि अलग हो के भन्यो सबला कोले कबिन र विवेक इनका मानस
शरीर स्वच्छ राख्ने शक्तिले अनि उहाँले चालेको पाइले निरन्तर अगाडि बढाइदिनु उहाँले चालेको पाइला सबै प्रगति गर्ने एउटा अवसर दिने मनमा शान्ति मिलोस् खुसी मिलोस् सुख मिलोस् माया कुरा छ राम्रो फर्केर आउने होस् फाइनली गाइजहरू हामी कहाँ थियौँ रे भन त भन न यता हेर न यार भिडियो बनाइरहेको छु यार ल भन हामी कहाँ थियौँ रे अब हामी कहाँ जान्छौँ रे कस्तो लाग्यो राम्रो एकदम आनन्द भयो थकाइ लागेन थकाइ लागेको छैन ओ ल गुड नाइट अनि भिडियो गराइहाल्न मन लाग्छ जाने बेला पनि भिडियो बनाउँदैछु गाइजहरू यो फर्स्ट हामी भैरव नरसिंह मन्दिर जाने बेला सुरुवाती चरणमा फर्स्टमा हामीले पूजा गर्छौँ नभए माथिबाट पूजा गरेर आएर नरिवल फोर्ने ठाउँ चाहिँ यता रहेछ गणेश मन्दिर भनेको जस्तो गणेशको पूजा गर्ने ठाउँ भनेको जस्तो लाग्यो ठ्याक्कै आकृति बने रहेछ हाम्रो म्याडम र छोरी चाहिँ तल गइरहेछन् एकदम लगभग मेन बाटोदेखि लगभग 1.5 घन्टा लाग्दो रहेछ हामी हिँड्न नसक्नेलाई चाहिँ जे होस् नरसिंह भैरव मन्दिरको दर्शन गरेर हामी ओह्रालो लाग्दैछौँ हामीले माथि छोडिसक्यौँ मन्दिरलाई यहाँदेखि ठ्याक्कै 5 मिनट माथि छ पहाडको टुप्पोमा छ एकदम सिरसिरे हावाको सँगै एकदम नरसिंह भैरव भगवानको आशीर्वाद लिएर हामी फर्किँदैछौँ हो कि होइन यता फर्केर हो भन्ने गाडी हो हामीले सानोमा यस्तो बनाउँथ्यौँ यहाँ सानोको झल्को मेटाइदिरहेछन् छोरीलाई बनाइदिरहेछन् बनमेहेन्दी हो बसे अलिअलि बस मेहेन्दी